त माथि नै उक्किसकेको जस्तो यार। म त उकालो छिटो चढ्छु नि थाहा छ नि तँलाई। रेट के छ? खै हाँ? गाईहरूलाई झन् जान दिएको त बाटो छेकेर कस्तो छ। तलै हो? हाँ? यतै हो यतै। आयो बत्तीले आएर सही पड्किन्छ यार। भेट्यौँ बेलामा तँलाई फेरि भेटिहाल्छु त्यसले के। एकछिन पख्न एकछिन पछि भेट्दा हुन्छ। रेस खेल्दैछ त यो। त्यसलाई जान्ने यार रेस खेल्दैछ कहाँ जान दे। चलो जान दे क्या? हाँ जान देगा। त मुझे गयो भने लट्ट गइहाल्नु नि के पर्खेर बसेको। त्यही होइन केटीले बिरालो हेर्नु खोज्दैछ क्या अघिदेखि। बिरालो हेर्नु खोजिरहेको छ? केटीले पछाडि केटीले। कहाँ एउटा भेट्नु न तिमी त हाँक्छ मजाले।
मजाले हेर त भाइ। एक दुईमा गगल तान त त्यसले लामो बाटो पाएन भने भेट्दैन क्या। के त्यो त हामी एकचोटि आएको थिएनौँ त्यो बाटो हो क्या? त्यस्तै छ तर यो होइन जस्तो लाग्यो। त्यस्तै छ तर यो होइन जस्तो लाग्यो। यता तोफाबाट त्यो बाटो हो क्या विवेक? भाइ हुन नि सक्छ। काठमाडौँ होइन यो? काठमाडौँ जाने होइन? अरे यही बाटो हो क्या? हो के बाटो कहाँ परे पानी? के गर्ने? केटाहरूलाई क्या हो? केटाहरूलाई सोध्ने हो कि क्या हो? किन सोध्नु? बागमतीको गाडी गइरहेछ अगाडि हेर्न। बागमती गाडी गइरहेछ कहाँ निस्किन्छ भनेर नि। कसम उकालो आयो धेरै रमाइलो हुन्थ्यो यार। मेरो त अगाडि जुन ओह्रालो जाँदाखेरि यो जुन वेट हुन्छ नि यो वेट नै मासला त्यो उयोले कस्तो देखेको ओए के त आजको भिडियो बाल्लो छ है। आजको भिडियोहरू चाहिँ एकदम खतरनाक आउँछ। किन? मौसम नै कस्तो थियो त अनि पिच पनि कालो। त्यही मोबाइलबाट खिचेको भिडियो कस्तो आएको हेर्नु। अलिकति ब्राइटनेस बढायो भने आँखा हुन्छ आइज राइटबाट। ब्रेक है ना। बगुआ खोला राइट बड़ा है आवड़ा है यत्रो मान्छे कोही छैन त लाई हाला माया दिलैमा केलाई राख्छौ पिरैमा के हो यो त मुस्ताङ त जानै नपर्ने भयो त यार यहाँ गइरो छ राइट बड़ा है म कताबाट जाउँ त माथिबाट जाउँ कि नजाउँ माथिबाट बनेकै त होला नि हैन
बन्यो भने झार्ने हो साला यसले गाडी रोक्यो फेरि मान्छे ओह्राल्नु होला ला दिन हतार गरिरहेको थियो क्या त्यो यो बाइक हतार गरेको त यार त्यो बाटोमा त हतार नगर्नु नि अघि नै मलाई ऊ गरेर अगाडि जाँदै थियो के बिचरा आन्टीले लडायो त्यही त त्यसो गर्दा आन्टीको हात दुखिरहेको छ त्यो नानी भित्र नानी पनि होला नानी पनि थियो यहाँ मेरो बहिनीहरू बोकेर जाँदा त बिस्तारै जान्छ के भयो के भयो जान लड्यो नि कसरी डाँडा डाँडा आएको झन्डै चिप्लियो नि के हो एक गियरमा आइज एक गियरमा केटा कहाँ चाहिँ हो आइज आइज और क्या रास्ते साइड में केएफसी यही हो होइन होला यो त खोइ खोइ केएफसी 25 त्यही हो होइन जाउँ कि नजाउँ पो भयो त अब त गयो बिस्तारै जानु अब त गयो यति जानु बिस्तारै हतार नगर अब त बस स्टेसन आयो जस्तो छ यहाँ अब त सरल हो क्या हो Perfection. सर काठमाडौँ होइन यो काठमाडौँ कति छ हौ अझै आउनु ल कति छ बाँकी छ कति अरे क्लास प्लेट त महाबेन भन्नु क्लास प्लेटको त महाबेन हुँदो
एकछिन पछाडि त्यो फर्च्युनर आउँदैछ यो हतार परेछ यसलाई कता शेष यो अघिकै गाडी होइन यसलाई बसले रोक्छ जाउँ न हामी अहिले जाँदा अगाडि के हो यार बाटो त एकछिन पक हाँ जाउँ तलबाट नि गाडी गाडी जाँदै जाउँ लुलु चाहिँ मस्त सुतिरहेछ यार ड्याडीको कला हेलो हजुर पुगेको छैन हेटौडादेखि माथि पुगिसक्यो अब काठमाडौँ आइपुग्ने बेला भयो अझै 1-1.5 घन्टा लाग्छ होला तर ल राख्दिनु हामी मोटरसाइकलमा ल फोहोर फाल्दै हिँड्दैछ भाइ आइरहेछ गाडी छैन जाउँ हो उनीहरूलाई सोधौँ न यार उनीहरूलाई सोधौँ न काठमाडौँ चाहिँ कति किलोमिटर छ हो कति त्यत्रो छ कति छ 50 तैँले भनेको जति रहेछ त ठ्याक्कै बाटो राम्रै छ यस्तै छ ल धन्यवाद है भाइ उकालो चाहिँ छ अलिकति छिटो चाहिँ जानु पर्ला यार मेरो एक लाइन मात्र छ क्या पेट्रोल ए ल त्यही भएर पो भनेको तैँले त्यही भएर नहाँकिरहेको कि हाई गियरमा हाँकिरहेको छु होइन नि त्यसरी पेट्रोल बच्छ भन्ने छैन नर्मल तरिकाले कुदा लैजा खाद्याल माथि लग तपाईहरु यता आउनु न